हजुरहरुको घरमा पनि अंखराहरू यसरी नै कालो भएर बसेको छ भने हजुरहरुले केही गर्नु पर्दैन के यसको लागि एकदम सजिलो आफ्नै घर वरिपरि पाइने सामानहरुबाट नै यस्तो भाडा राम्रो बनाउन सक्नुहुन्छ के नेपालमा हुने कति जना दिदीबहिनीहरुलाई एकदम धेरै काम लाग्न सक्छ के यस्तो कुराहरु किनकि नेपालमा कति भाडाहरु भइराखेको हुन्छ नि त झन् अंखराहरु कालो भइहालेको हुन्छ सधैँ पिताम्बरी युज गर्दाखेरि चाहिँ हातहरु फुट्ने नङहरु नि कस्तो नराम्रो हुने भइराखेको हुन्छ के त्यसको सट्टो चाहिँ के गर्नु नि परेन कि आफ्नै घरमा भएको नुन अनि अमिलो अनि थोरै मैदा भए नि हुन्छ आटा भए नि हुन्छ त्यसलाई मिक्स गरेर 2 मिनेटसम्म हल्का घोटे भने तपाईको त्यो भाडाको रिजल्ट आफै देख्नुहुन्छ कि अंखराहरु कुनै पनि कालो हुँदैन के मैले पनि फर यु पेजमा फेसबुकमा देखेको थिए कि पहिलो चोटी युज गर्दाखेरि पनि मैले यसको रिभ्यु गरे दिइसकेको थिए फेरि पनि दिन मन लाग्यो कि यति मन परेको भएर हो कि मलाई चाहिँ यस्तो सजिलो पनि हुने हात पनि नफुट्ने हात पनि जस्तोको तस्तै हुने नेलहरु पनि कुनै पनि कालो नहुने भएको भएर चाहिँ मैले हजुरहरुलाई